भाइलाई सम्झोस्, अङ्कललाई सम्झोस्। दुईजना साथमा रहेर घर सम्झिनु। आँखामा डोरो किन पारिखेर निधारमा किन चुपचाप लाउनु अरे बेना बोल्नु न हो बोल्नु केही त बोल्नु बोल्नु भयो त आशीर्वाद खादा लगाइदिनु खादा त दुईटा मात्र ल्या हो केटाकेटी तिमीहरू बस्दाले छैन हो नि आफ्नो बाबु आमाले लगाइदियो वा सफल भयो दुईजना साथमा रहेर घर सम्झिनु बहुत सङ्घर्ष गरेँ बहुत ठक्कर खाइस् अब यति दिनमा आऊ आज आँसु झार्ने नै के भनेको अस्ति मेरो बुहारीको साथमा जाँदैछ म बास हो त्यस्तो कुरा गर्ने ती भाती सम्झाएर नि तेरो नि पालो आउँछ क्या तेरो नि पालो आउँछ नकरा मलाई अहिले एउटै लगाइदिनु ल आऊ आमा यो चञ्चल चञ्चल गर्ने के पठाइबाट पर्दैन पैसा दिन पर्छ पैसा दिनु भयो साइड पारेको नि त त्यसले साइड पारेकी हो क्या अङ्कलले रक्सी खाने पैसा त्यहीसँग माग्ने भन्नुभयो रक्सी खाने पैसा त्यसैसँग माग्ने अरे रक्सी खायो लौ छोरो जेठो छोरो लौ सबैको ख्याल गर्नु याद राख्नु हामीलाई नबोल्नु है हस् हस् भन न है जस्तो सोचेको चौबल भएर आउनु अतै केही नहोस् मेरो सबैलाई सबैको खम्बा दिने थियो अब कस्तो गर्दिने के गर्दिने जानै पर्यो यो दिनको लागि कति तडपेर बसेको विशाल आयो भन्दाखेरि हामी खुसीले गदगद भयौँ भाइलाई सम्झोस् अङ्कललाई सम्झोस् चुप्पै छोतेर भुके क्या कहिल्यै नबोलोस् राम्रो अर्को साल कुनालको बिहाको मुसा पारेर आएस उतै लैजा भाइलाई
आउनु आउनु एक सालपछि त बुढाबुढी मात्रै तर्ला एक सालसम्म छिन्क्यो रे एक सालपछि एक साल भइसक्यो बुढाबुढी नि फेरि भाइहरू जाऊ त तिनटै जाऊ जाऊ पुकार आशिष नि जा कुनाल नि जा दाजुभाइ बाबु के काम गर्छ नि ल ल आमाले हामी यो त भाउसँग नि कस्तो रोक्यो भाइ जिउ गर्न देऊ सिचिता आइज यहाँ अर्को पनि अच्छी यता फर्केर है यता त हजुर उता गरेर बोल्दिन गरे आमै नमस्ते गर्नु न ड्याडीलाई नमस्ते गर के छोरोलाई बिदाय गर्नको लागि हामी सबै परिवार जम्मा भएका छौँ मामा बाई हैन मसँग आऊ के लु अरूसँग नजाऊ त भन्नु आई एम ह्याप्पी यु आर ह्याप्पी बाबु जाँदैछौ नभुले बाई 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 कति सालको लागि बाई बाई कति सालको लागि अब हेरौँ कति हुन्छ हामीलाई नभुले कुनालको बिहेमा आउनु पर्ला अवश्य बाबु यो धेरै फुलको गुच्छा लिएर आउने होला होइन तिम्रो यात्रा शुभ रहोस् हाम्रो भाउजूलाई भ्लग बुहारीलाई भ्लग सुरु गर्नु भन्नु हामीलाई तिम्रो जे गरे नि हामीले हेर्न पाउने काम गर्नुहोस् ल ल कुनाल दाइ जाँदै खान्छ घनश्यामलाई बाई बाई गरियो दिदी आज नरो है त ह्याप्पी हुनुहुन्छ जमुना सबै 4 वर्ष पर्सीको पर्खाइ आज मेरो छोरामा सकुशल पुगोस् यसो शुभकामना आज 4 वर्षको प्रतीक्षा चाहिँ सफल भयो सफल होस् उहाँ पुगोस् राम्रोसँग शुभ ल भिडियो ल ल भन्छ नभुलेछ है नभुलेछ क्या भुल्छु र नभुलेछ ल गाइस छोरोले आज घर छोड्यो अस्ट्रेलियाको सफरमा लागिसकेको छ है हाम्रो परिवार भाउजू दिदी सम्मी यसरी हामीले सामान प्याक गर्दैछौँ परमले पनि प्याक गरिदिनुहुन्छ धन्यवाद सामसँग छ ओ यत्रो मान्छे पनि अटे छैन मास्टर भिडियो है हाम्रो आमाले हेरिन्छ ल के ल निस्किम ल ल सिधै ल कति खुसी भइछ यहाँ न जिस्का त घट्छ बेला ओइ 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 यता हेर न बाबाई गरिदेऊ टाटा टिकाले रिसाएको 3 दिनमा हिँडिहाल्यो के यो त घनश्यामको जेठियामा त्यही भएर हो। ल ल ल ल तुलसी ल आशीर्वाद छ छोरो छेमा ल भाग्यमा पशु ल निस्किम ल शुभयात्रा बाबु आज सुनेको थिएँ खुसी लाग्यो ल ओ भान्जीर पनि आइछ खै ल बाबु हिँडिहालेँ म नमस्ते ल बाई पो आइछ
अनि मम्मीको र मेरो दोस्ती अटुट हुँदैन, चिन्ता नगरेस् है। लास्ट है अब यो। ल गइहाल्छौ। ल ल गयो बारे केटा त गयो भाइ। बाई बाई बाबु। बाबु बाई। गाइज एयरपोर्टमा छौँ, एयरपोर्टमा छौँ। बाबुलाई भित्र गइसक्यो। दिदीले बिचरा उतै हेरिराखेको छु, उहाँबाट हेरिराखेको छु। दिदी नानीहरू हेरिरहेको छ, उहाँबाट हेरिन्छ बिचरा। छोरो गयो, भित्र पस। बिदाई हुँदैछ, कस्तो नराम्रो लागेको कि सबैको रहेछ। के भयो त? फेरि रुन्न भनेको होइन? पछाडिबाट हेर न, हेर न रोएको भरे छोरो गइहाल्यो। भयो 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 भयो। दिदी रोइ, दिदी रोइ, दिदी रोइ नि बिचरा। गयो नि पसो पछैबाट एयरपोर्टमा आएर यसरी पानी खुवाउँदैछु। अनि हराई सानी, हराई। ओए सानी, ओए घर जाम। आऊ आऊ आऊ, घर जाम। समा 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 सबै समा। ल एयरपोर्टमा नानी हराई। मामासित जाने रे। ल घर जाऊँ, घर